कल्पना गर्नुहोस्, दुई व्यक्ति छन्। पहिलो व्यक्ति रमेश, जसले महिनाको लाखौं कमाउँछ। उसँग आलिशान घर, महँगो गाडी र ब्रान्डेड कपडाहरू छन्। तर हरेक रात ऊ भोलिको व्यापारको चिन्ता र प्रतिस्पर्धीलाई कसरी पछि पार्ने भन्ने तनावमा निदाउँछ। उसलाई आफ्नो परिवारसँग बस्ने फुर्सद छैन, मनको शान्ति छैन। अब कल्पना गर्नुहोस् दोस्रो व्यक्ति हरि, जो एक सामान्य शिक्षक हो। उसको कमाई सीमित छ, तर ऊ हरेक साँझ घर फर्किँदा आफ्नो परिवारसँग हाँस्छ, छुट्टीमा नजिकैको डाँडामा घुम्न जान्छ र राति चयनको निन्द्रा सुत्छ। उसको हरेक निर्णयमा डर होइन, स्वतन्त्रता झल्किन्छ। अब तपाईँ आफैलाई सोध्नुहोस्, यी दुई मध्ये साँच्चै धनी को हो? नमस्कार साथीहरू, र हाम्रो च्यानल आज हामी पैसाको बारेमा कुरा गर्नेछौँ, तर त्यसरी होइन जसरी तपाईँले सधैँ सुन्दै आउनु भएको छ। आज हामी कमाउने वा बचाउने बारे होइन, खर्च गर्ने कला बारे कुरा गर्नेछौँ। यो कला जसले तपाईँको जीवनलाई साँच्चै सम्पन्न बनाउन सक्छ। हामी मोर्गन हाउसलको विश्व प्रसिद्ध किताब द आर्ट अफ स्पेन्डिङ मनीको गहिराईमा डुबुल्की लगाउनेछौँ। यो केवल किताबको सारांश होइन, यो तपाईँको जीवन, तपाईँको निर्णय र तपाईँको खुसीको एउटा गहिरो विश्लेषण हो। हामीलाई सबैलाई लाग्छ कि धेरै पैसा भए जीवनका सबै समस्या समाधान हुन्छन्। तर सत्य यो छ कि पैसा कमाउने एउटा विज्ञान होला, तर त्यसलाई खर्च गर्नु एक कला हो। र यही कला नजान्दा करोडौं कमाउने मानिसहरू पनि भित्रभित्रै कंगाल र दुःखी हुन्छन्। यो भिडियो लामो हुनेछ, तर म बाचा गर्छु। यदि तपाईँले अन्तिमसम्म हेर्नुभयो भने तपाईँले पैसालाई हेर्ने आफ्नो दृष्टिकोण सधैँका लागि बदल्नुहुनेछ। तपाईँले सिक्नुहुनेछ कि कसरी आफ्नो मेहनतको कमाइलाई तनावको स्रोत नभई साँच्चै खुसी, स्वतन्त्रता र मनको शान्तिको माध्यम बनाउने। त्यसैले एक कप चिया लिनुहोस्, शान्त ठाउँमा बस्नुहोस् र सुरु गरौँ यो यात्रा, पैसा खर्च गर्ने कला सिक्ने। अध्याय 1, धेरैको भ्रम, द इल्युजन अफ मोर। हामी एउटा यस्तो समाजमा हुर्कियौं जहाँ सफलताको एक मात्र मापदण्ड थियो, कति कमाउँछस्। बाल्यकालदेखि नै हाम्रो दिमागमा यो कुरा भरियो कि जति धेरै पैसा उति धेरै सम्मान, उति धेरै खुसी। हामीले आफ्नो वरिपरि हेर्यौं, ठूला घरमा बस्नेहरूलाई, महँगा गाडी चढ्नेहरूलाई समाजले आदर्श मानिरहेको थियो र हामी पनि त्यही दौडमा सामेल भयौं। यो दौडको नाम हो धेरैको भ्रम। हामीलाई लाग्छ अहिलेको तलबले पुगेन, 50,000 बढी भएको भए जीवन कति सहज हुन्थ्यो होला। जब तलब 50,000ले बढ्छ, हामी केही समय खुसी हुन्छौं, तर केही महिनामै त्यो बढेको तलब सामान्य लाग्न थाल्छ र हाम्रो दिमागले नयाँ लक्ष्य बनाउँछ। अब 1 लाख बढी भएको भए यसलाई मनोवैज्ञानिकहरूले हेडोनिक ट्रेडमिल भन्छन्। यो एउटा यस्तो ट्रेडमिल हो जसमा तपाईँ जति छिटो दौडिनुहुन्छ, तपाईँ एकै ठाउँमा रहनुहुन्छ। तपाईँको आम्दानी बढ्छ, तर तपाईँको खुसीको स्तर जहाँको त्यही रहन्छ। किन? किनकि आम्दानीसँगै तपाईँको आकांक्षा, तपाईँको जीवनशैली र तपाईँको सामाजिक तुलना पनि बढ्दै जान्छ। हिजोसम्म सामान्य रेस्टुरेन्टमा खुसी हुने मानिस आज 5 स्टार होटलभन्दा कममा सन्तुष्ट हुँदैन। हिजोसम्म सार्वजनिक यातायातमा यात्रा गर्नेलाई आज आफ्नै गाडी पनि सानो लाग्न थाल्छ। यो धेरैको भ्रमले हामीलाई कहिल्यै सन्तुष्ट हुन दिँदैन। यसले हामीलाई एउटा अनन्त दौडमा सामेल गराउँछ जसको कुनै अन्तिम रेखा छैन। हामी पैसा कमाउँछौं, तर त्यो पैसाले ल्याएको जीवनशैलीलाई धान्न अझै धेरै पैसा कमाउनु पर्ने दबावमा पर्छौं। परिणाम तनाव, चिन्ता र भित्री खोक्रोपन। एउटा उदाहरण हेरौं। नेपालमा धेरै युवाहरू विदेश जान्छन्, यो सोचेर कि त्यहाँ गएर धेरै पैसा कमाएपछि परिवारलाई सुखी राख्न सकिन्छ। उनीहरू दिन रात मेहनत गर्छन्, पैसा पठाउँछन्, यहाँ परिवारको जीवन स्तर सुध्रिन्छ, नयाँ घर बन्छ, छोराछोरी राम्रो स्कुलमा पढ्न थाल्छन्। तर के उनीहरू साँच्चै खुसी हुन्छन्? त्यो विदेशमा बसेको व्यक्तिले आफ्नो परिवारको हाँसो, छोराछोरीको बाल्यकाल र आफ्ना प्रियजनसँगको समय गुमाइरहेको हुन्छ। पैसाले भौतिक सुविधा त दियो, तर जीवनका अमूल्य पलहरू खोसेर लग्यो। यो धेरैको भ्रमको सबैभन्दा ठूलो मूल्य हो। त्यसो भए समाधान के हो? समाधान हो आफ्नो पर्याप्त, एनफको बिन्दु पत्ता लगाउनु। त्यो बिन्दु जहाँ तपाईँ भन्न सक्नुहुन्छ, मलाई यति भए पुग्छ। अब म पैसाको पछि होइन,
आफ्नो जीवनको गुणस्तरको पछि लाग्छु। यो बिन्दु सबैका लागि फरक हुन्छ। कसैका लागि यो सामान्य शान्तिपूर्ण जीवन होला, कसैका लागि अलि बढी सुविधा। तर जबसम्म तपाईँ आफ्नो पर्याप्तको बिन्दु परिभाषित गर्नुहुन्न, तपाईँ यो भ्रमको दौडबाट कहिले बाहिर निस्कन सक्नुहुन्न। त्यसैले आजै आफैलाई सोध्नुहोस्, मेरो लागि पर्याप्त के हो? के म साँच्चै धेरैको पछि दौडिरहेको छु वा मलाई मेरो जीवनमा शान्ति र सन्तुष्टि चाहिएको हो? अध्याय 2, धनको 3 तह, द 3 लेयर्स अफ वेल्थ। जब हामी धनी शब्द सुन्छौं, हाम्रो दिमागमा सिधै करोडौंको ब्याङ्क ब्यालेन्स, आलिशान महल र विलासी जीवनशैलीको तस्बिर आउँछ। तर मोर्गन हाउसेलका अनुसार धनलाई केवल एउटा संख्यामा मापन गर्न सकिँदैन। यसका 3 फरक तहहरू हुन्छन् र हरेक तहको हाम्रो जीवनमा फरक अर्थ हुन्छ। पहिलो तह, अस्तित्वको धन, सर्भाइभल वेल्थ। यो धनको सबैभन्दा आधारभूत तह हो। यसको उद्देश्य हो तपाईको र तपाईको परिवारको आधारभूत आवश्यकताहरू पूरा गर्नु। घाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य। यो त्यो तह हो जहाँ तपाईलाई हरेक महिना घर भाडा कसरी तिर्ने, छोराछोरीको स्कुल फी कसरी जम्मा गर्ने वा बिरामी पर्दा उपचार कसरी गर्ने भन्ने चिन्ता हुँदैन। यो तहमा पैसाले सिधै खुसी किन्छ। किनकि यसले तपाईको जीवनबाट अनिश्चितता र डरलाई हटाउँछ। जब तपाईको टाउकोमाथि सुरक्षित छाना हुन्छ र भोकै बस्नु पर्दैन भन्ने ग्यारेन्टी हुन्छ, तपाईको मनमा एक प्रकारको शान्ति छाउँछ। नेपालको सन्दर्भमा यो त्यो अवस्था हो जहाँ तपाईलाई दशैंमा छोराछोरीलाई नयाँ कपडा किनिदिन वा अचानक कोही बिरामी पर्दा उपचार गर्न ऋण खोज्नु पर्दैन। यो तह हासिल गर्नु जीवनको सबैभन्दा ठूलो तनावबाट मुक्त हुनु हो। दोस्रो तह, आरामको धन, कम्फर्ट वेल्थ। जब तपाईँ अस्तित्वको तह पार गर्नुहुन्छ, तपाईँ दोस्रो तहमा प्रवेश गर्नुहुन्छ। यो हो आरामको धन। यहाँ तपाईँ केवल बाँच्नुहुन्न, तपाईँ अलि आरामदायी जीवन जिउन थाल्नुहुन्छ। तपाईँ कहिलेकाहीँ परिवारसँग राम्रो रेस्टुरेन्टमा खाना खान जान सक्नुहुन्छ, छुट्टीमा कतै घुम्न जाने योजना बनाउन सक्नुहुन्छ वा आफ्नो लागि कुनै साना शौक पूरा गर्न सक्नुहुन्छ। यहाँ पैसाले तपाईलाई साना साना खुसीहरू किन्ने अवसर दिन्छ। तपाईलाई मन परेको किताब किन्न सोच्नु पर्दैन वा साथीहरूसँग कफी पिउन जाँदा बिलको चिन्ता लिनु पर्दैन। यो तहमा तपाईको जीवनमा अलिकति लचकता आउँछ। तपाईँ आफ्नो जीवनलाई अलि रमाइलो र सहज बनाउन सक्नुहुन्छ। तर धेरै मानिसहरू यही तहमा आएर फस्छन्। उनीहरू आरामलाई विलासितासँग दाँज्न थाल्छन् र देखावटीको दौडमा सामेल हुन्छन्, जसले उनीहरूलाई तेस्रो तहमा पुग्नबाट रोक्छ। तेस्रो तह, स्वतन्त्रताको धन, फ्रिडम वेल्थ। यो धनको सबैभन्दा उच्च र सबैभन्दा महत्त्वपूर्ण तह हो। यो त्यो अवस्था हो जहाँ पैसाले तपाईलाई भौतिक वस्तु होइन, समय र नियन्त्रण किनेर दिन्छ। यो त्यो तह हो जहाँ तपाईँ बिहान उठेर यो सोच्न सक्नुहुन्छ, आज म के गर्न चाहन्छु, न कि आज मैले के गर्नुपर्छ। स्वतन्त्रताको धन भनेको तपाईलाई मन नपरेको जागिर छोड्ने हिम्मत हो। यो भनेको कसैको अनुमति बिना आफ्नो परिवारसँग लामो छुट्टीमा जाने क्षमता हो। यो भनेको आफ्नो स्वास्थ्य वा आफ्नो रुचिलाई प्राथमिकता दिने अवसर हो। यो तहमा तपाईँ पैसाको लागि काम गर्नुहुन्न, पैसाले तपाईको लागि काम गर्छ। कल्पना गर्नुहोस्, तपाईलाई अफिसको तनावपूर्ण मिटिङमा बस्नु र छोराको स्कुलको कार्यक्रममा जानु बीच एक छान्नु पर्यो। यदि तपाईसँग स्वतन्त्रताको धन छ भने तपाईँ बिना कुनै डर छोराको कार्यक्रममा जान सक्नुहुन्छ, किनकि तपाईलाई थाहा छ तपाईको जीवन तपाईको नियन्त्रणमा छ, कुनै कम्पनी वा बसको नियन्त्रणमा होइन। धेरै मानिसहरू करोडौं कमाएर पनि केवल दोस्रो तह आरामको धनमै अड्किएका हुन्छन्। उनीहरूसँग महँगा सामानहरू हुन्छन्, तर आफ्नो समयमाथि उनीहरूको कुनै नियन्त्रण हुँदैन। उनीहरू आफ्नो जीवनको निर्णय आफै लिन स्वतन्त्र हुँदैनन्। त्यसैले वास्तविक धनी त्यो होइन जसले सबैभन्दा धेरै कमाउँछ। वास्तविक धनी त्यो हो जो धनको तेस्रो तहमा पुगेको छ र आफ्नो जीवनलाई आफ्नै शर्तमा जिउन स्वतन्त्र छ। अध्याय 3, समयको मुद्रा, द करेन्सी अफ टाइम। हामी सबैलाई थाहा छ समय नै धन हो, तर के हामीले कहिले सोचेका छौं कि यो भनाइको वास्तविक अर्थ के हो? मोर्गन हाउसेलले भन्छन्,
पैसाको सबैभन्दा ठूलो मूल्य भनेको यसले तपाईलाई आफ्नो समयमाथि नियन्त्रण प्रदान गर्नु हो। हामी सबैले आफ्नो समय बेचिरहेका छौं, कोही 8 घण्टाको जागिरमा, कोही आफ्नै व्यापारमा, कोही विदेशमा। हामी आफ्नो जीवनको सबैभन्दा बहुमूल्य सम्पत्ति समय दिएर त्यसको बदलामा पैसा लिइरहेका छौं। तर समस्या तब सुरु हुन्छ जब हामी यो बिर्सन्छौं कि पैसा त फेरि कमाउन सकिन्छ, तर बितेको समय कहिल्यै फर्केर आउँदैन। सोच्नुस् त, एउटा सरकारी जागिरेको जीवन, उसले आफ्नो जीवनको 40 वर्ष हरेक दिन 10 देखि 5 बजेसम्म एउटा कार्यालयलाई दिन्छ। बदलामा उसले तलाब र पेन्सनको सुरक्षा पाउँछ। अर्कोतर्फ एउटा फ्रीलान्सर छ जसले आफ्नो इच्छा अनुसार काम गर्छ। हुन सक्छ उसको आम्दानी निश्चित छैन, तर उसको समयमाथि उसको पूर्ण नियन्त्रण छ। ऊ चाहेको बेला काम गर्न सक्छ, चाहेको बेला छुट्टी लिन सक्छ। यी दुई मध्ये कसको जीवन बढी सम्पन्न छ? यसको कुनै सजिलो जवाफ छैन। तर प्रश्न यो हो कि के तपाईँ आफ्नो पैसालाई आफ्नो समय फिर्ता किन्न प्रयोग गरिरहनु भएको छ? धेरै मानिसहरू ठिक उल्टो गर्छन्। उनीहरू अलिकति बढी पैसा कमाउनको लागि आफ्नो थप समय बलिदान दिन्छन्। उनीहरू ओभरटाइम काम गर्छन्, सप्तान्तमा पनि आराम गर्दैनन्, परिवारसँगको समय कटौती गर्छन्। उनीहरू यो सोच्छन् कि भविष्यमा आरामले बस्नको लागि आज मेहनत गर्नुपर्छ, तर त्यो भविष्य कहिल्यै आउँदैन। र जब उनीहरू पछाडि फर्केर हेर्छन्, उनीहरूले पैसा त कमाएका हुन्छन्, तर जीवन जिउनै भुलेका हुन्छन्। आफ्नो समय फिर्ता किन्ने केही प्राकृतिक तरिकाहरू छन्, जस्तै अफिस नजिकै बस्नु। यदि तपाईँ दिनको 2 घण्टा ट्राफिक जाममा बिताउनुहुन्छ भने तपाईले वर्षको लगभग 720 घण्टा अर्थात् 30 दिन सडकमा खेर फालिरहनु भएको छ। अफिस नजिकै अलि महँगो कोठा लिएर तपाईले त्यो समय फिर्ता किन्न सक्नुहुन्छ। त्यो बचेको समयमा तपाईँ आफ्नो परिवारसँग बस्न सक्नुहुन्छ, कुनै नयाँ सिप सिक्न सक्नुहुन्छ वा झल आराम गर्न सक्नुहुन्छ। काम आउटसोर्स गर्नु। केही कामहरू जुन तपाईलाई गर्न मन पर्दैन वा जसमा तपाईको धेरै समय जान्छ, त्यसलाई पैसा तिरेर अरूलाई गराउनुहोस्, जस्तै घरको सरसफाई, लुगा धुने वा अन्य सानातिना कामहरू। यसले तपाईलाई त्यो समय दिन्छ जुन तपाईँ आफूलाई मन पर्ने काममा लगाउन सक्नुहुन्छ। गुणस्तरीय सामान किन्नु। सस्तो तर छिटै बिग्रिने सामान किन्नु भन्दा अलि महँगो तर टिकाउ सामान किन्नु बुद्धिमानी हो, किनभने बिग्रिएको सामान बनाउन वा फेर्न लाग्ने समय र तनाव त्यो बचेको पैसा भन्दा धेरै महँगो पर्न जान्छ। याद राख्नुहोस्, तपाईको जीवनको गुणस्तर तपाईको ब्याङ्क खातामा भएको रकमले होइन, तपाईले स्वतन्त्र रूपमा बिताउन पाएको समयको मात्राले निर्धारण गर्छ। पैसा त्यो साधन हो जसले तपाईलाई त्यो स्वतन्त्रता दिलाउन मद्दत गर्नुपर्छ। यदि तपाईको पैसाले तपाईलाई समयको बन्धनबाट मुक्त गरिरहेको छैन भने तपाईँ कतै गल्ती गरिरहनु भएको छ। साँचो धनी त्यो हो जो बिहान उड्दा उसको दिनको तालिका अरू कसैले होइन, उसले आफैले बनाउँछ। खर्चका अदृश्य पासोहरू। हामीलाई लाग्छ कि हामी आफ्नो पैसाको निर्णय आफै सोचेर सम्झेर गर्छौं, तर सत्य यो हो कि हाम्रो खर्च गर्ने बानीलाई धेरै अदृश्य शक्तिहरूले नियन्त्रण गरिरहेका छन्। यी शक्तिहरू हाम्रो मनोविज्ञान, सामाजिक दबाव र आधुनिक बजारले बुनेका जाल हुन्। जबसम्म हामी यी पासोहरूलाई चिन्दैनौं, हामी कहिल्यै पैसा खर्च गर्ने कलामा निपुण हुन सक्दैनौं। अध्याय 4, सामाजिक प्रतिष्ठाको खेल, द स्ट्याटस गेम वी अल प्ले। मानिस एक सामाजिक प्राणी हो। हामीलाई अरूको नजरमा राम्रो, सफल र सम्मानित देखिन मन पर्छ। यो हाम्रो जैविक आवश्यकता हो, तर यही आवश्यकताले हामीलाई एउटा कहिल्यै नअन्देने खेलमा फसाउँछ जसको नाम हो सामाजिक प्रतिष्ठाको खेल वा देखासिकी। यो खेल हामी सबैले खेलिरहेका हुन्छौं, चाहे हामीलाई थाहा होस् वा नहोस्। छिमेकीले नयाँ गाडी किन्यो, हामीलाई पनि किन्न मन लाग्छ। साथीले महँगो मोबाइल बोक्यो, हामीलाई आफ्नो मोबाइल पुरानो लाग्न थाल्छ। आफन्तको छोराछोरी महँगो बोर्डिङ स्कुलमा पढ्छन्, हामी पनि ऋण काटेर भए पनि आफ्नो बच्चालाई त्यही पढाउन चाहन्छौं। यो खेलको सबैभन्दा खतरनाक पक्ष के हो भने यसको कुनै अन्त्य छैन। तपाईँ जति सुकै माथि पुग्नुहोस्, तपाईलाई आफूभन्दा माथि सधैँ कोही न कोही देखिन्छ। तपाईले 10 लाखको गाडी किन्नुभयो भने कसैले 50 लाखको गाडी किनिरहेको हुन्छ।
तपाईले काठमाडौँमा घर बनाउनु भयो भने कसैले अमेरिकामा घर किनिरहेको हुन्छ। सामाजिक प्रतिष्ठाको लागि गरिने खर्चले हामीलाई क्षणिक सन्तुष्टि त देला, तर यसले हाम्रो भित्री खुसी र आर्थिक स्वतन्त्रतालाई बिस्तारै खोज्दै लान्छ। हामी ती चीजहरू किन्न थाल्छौं जुन हामीलाई वास्तवमा चाहिँदैन, ती मानिसहरूलाई प्रभावित पार्न जसलाई सायद हाम्रो वास्तै छैन। नेपाली समाजमा यो खेल अझ प्रगाढ छ। विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यक्रममा गरिने अनावश्यक खर्च यसको सबैभन्दा ठूलो उदाहरण हो। समाजले के भन्ला भन्ने एउटै डरले मानिसहरू आफ्नो गच्छेभन्दा बढी खर्च गर्न बाध्य हुन्छन्। ऋण लिएर भोज भतेर गर्ने, महँगो घर गहेना र लुगामा खर्च गर्ने प्रवृत्तिले धेरै परिवारलाई आर्थिक सङ्कटमा पारेको छ। यो खेलबाट बाहिर निस्कने उपाय के हो? आफ्नो मूल्य मान्यता चिन्नुहोस्। तपाईको लागि जीवनमा सबैभन्दा महत्त्वपूर्ण के हो? के अरूको नजरमा सफल देखिनु वा आफ्नो परिवारसँग शान्तिपूर्ण जीवन बिताउनु? जब तपाईँ आफ्नो मूल्य मान्यतामा स्पष्ट हुनुहुन्छ तब अरूको जीवनशैलीसँग तुलना गर्ने बानी स्वतः कम हुन्छ। सामाजिक सञ्जालबाट दूरी बनाउनुहोस्। इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्महरू प्रतिष्ठाको खेल खेल्ने सबैभन्दा ठूला मैदान हुन्। यहाँ मानिसहरू आफ्नो जीवनको सबैभन्दा राम्रो र चम्किलो पक्ष मात्र देखाउँछन्। अरूको फिल्टर गरेको जीवन देखेर आफ्नो वास्तविकतासँग तुलना गर्दा तपाईलाई सधैँ असन्तुष्टि मात्र मिल्छ। सम्पत्ति र सम्पन्नताको फरक बुझ्नुहोस्। महँगो गाडी, ब्रान्डेड कपडा देखिने कुरा हुन्, तर साँचो सम्पत्ति जस्तै बचत, लगानी र आर्थिक स्वतन्त्रता नदेखिने कुरा हुन्। धेरै पटक जो बाहिरबाट धेरै धनी देखिन्छ ऊ भित्रबाट ऋणको बोझले थिचिएको हुन सक्छ। साँचो धनी त्यो हो जसले देखाउनको लागि होइन, आफ्नो स्वतन्त्रताको लागि सम्पत्ति जोड्छ। याद राख्नुहोस्, प्रतिष्ठाको खेलमा जित्ने एकमात्र तरिका हो त्यो खेल नखेल्नु। जब तपाईँ अरूलाई प्रभावित पार्न खर्च गर्न छोड्नुहुन्छ तब तपाईले आफ्नो पैसालाई आफ्नो साँचो खुसीको लागि लगानी गर्न सुरु गर्नुहुन्छ। अध्याय 5, डर र अपराध बोधको आवाज, द भोइस अफ फियर एन्ड गिल्ट। पैसासँगको हाम्रो सम्बन्ध केवल तर्क र हिसाब किताबमा आधारित हुँदैन। यसमा दुईटा प्रमुख शक्तिशाली भावनाहरूले ठूलो भूमिका खेलेका हुन्छन्, डर र अपराध बोध। यी दुईटा भावनाहरूले हाम्रो खर्च गर्ने निर्णयलाई अदृश्य रूपमा निर्देशित गरिरहेका हुन्छन्। डरको आवाज, यो त्यो आवाज हो जसले सधैँ भविष्यको चिन्ता गर्छ। भोलि बिरामी परियो भने के गर्ने? जागिर गयो भने के होला? बुढेसकालमा कसले पाल्छ? यो डर स्वाभाविक हो र यसले हामीलाई बचत गर्न र भविष्यको लागि योजना बनाउन प्रेरित गर्छ, जुन राम्रो कुरा हो। तर जब यो डर आवश्यकताभन्दा बढी हुन्छ तब यसले हामीलाई आजको जीवन जिउनबाट रोक्छ। हामी पैसा हुँदाहुँदै पनि कन्जुस्याइ गर्छौं, आफ्ना साना साना रहर मार्छौं, परिवारलाई राम्रो अनुभव दिनबाट वञ्चित गर्छौं। हामी पैसालाई यति धेरै सुरक्षाको कवच बनाउँछौं कि हामी त्यो कवचभित्रै कैदी बन्छौं। यस्ता मानिसहरू पैसा जम्मा गर्छन् तर त्यसलाई कहिले उपयोग गर्दैनन्। उनीहरूको ब्याङ्क ब्यालेन्स बढ्दै जान्छ तर उनीहरूको जीवनको गुणस्तर जहाँको त्यही रहन्छ। उनीहरू सधैँ केही दिनको लागि पैसा बचाउँछन् तर त्यो केही दिन कहिल्यै आउँदैन र अन्त्यमा उनीहरूले कमाएको पैसा उनीहरूले होइन कसैले खर्च गर्छ। यो डरबाट प्रेरित भएर पैसा जम्मा गर्नु पनि एक प्रकारको गरिबी हो, अनुभवको गरिबी। अपराध बोधको आवाज, यो डरको ठिक उल्टो भावना हो। यो आवाज तब आउँछ जब हामी आफ्नो लागि केही खर्च गर्छौं। के मैले यो किनेर गल्ती गरेँ? यो त फजुल खर्च भयो। यति पैसाले त अरू कति काम हुन्थ्यो? यो अपराध बोध विशेष गरी ती मानिसहरूमा बढी देखिन्छ जो अभाव वा सङ्घर्षपूर्ण बाल्यकालबाट आएका हुन्छन्। उनीहरूलाई पैसाको मूल्य थाहा हुन्छ र आफ्नो खुसीको लागि खर्च गर्दा उनीहरूलाई लाग्छ कि उनीहरूले आफ्नो मेहनतको कमाईलाई अनादर गरिरहेका छन्। यो अपराध बोधले हामीलाई हाम्रो खुसीबाट टाढा राख्छ। हामी एउटा राम्रो कपडा किन्छौं तर त्यसलाई लगाउँदा खुसी हुनुको सट्टा यो धेरै महँगो भयो भन्ने सोचेर दुःखी हुन्छौं। हामी परिवारलाई रेस्टुरेन्टमा लैजान्छौं तर त्यहाँको खानाको आनन्द लिनुको सट्टा बिल कति उठ्ला भनेर तनावमा हुन्छौं। डर र अपराध बोधको बीचमा सन्तुलन कसरी खोज्ने? यसको समाधान हो सचेत खर्च, कन्सियस स्पेन्डिङ। आफ्नो पैसालाई योजनापूर्ण तरिकाले 3 भागमा बाँड्नुहोस्: भविष्यको लागि, बचत, लगानी र आपतकालीन कोष। यसले तपाईको डरको आवाजलाई शान्त पार्छ। आवश्यकताको लागि घर भाडा, राशन, बिलहरू। यसले तपाईको जीवनलाई चलायमान राख्छ। खुसीको लागि अपराध बोध मुक्त खर्च।
यो त्यो हिस्सा हो जुन तपाईँ आफ्नो र आफ्नो परिवारको खुसीको लागि बिना कुनै अपराधबोध खर्च गर्न सक्नुहुन्छ, चाहे त्यो घुम्न जानुहोस्, राम्रो खाना खानुहोस् वा कुनै शोक पूरा गर्नुहोस्। जब तपाईँ आफ्नो खुसीको लागि पहिले नै बजेट छुट्याउनुहुन्छ, तब तपाईँलाई खर्च गर्दा अपराधबोध हुँदैन, किनभने तपाईँलाई थाहा हुन्छ कि यो तपाईँको योजनाको पार्ट हो। यसरी तपाईँ आजको खुसी र भोलिको सुरक्षा बीच एउटा सुन्दर सन्तुलन कायम गर्न सक्नुहुन्छ। अध्याय 6, विज्ञापनको भुलभलैया, द मार्केटिङ मेज। हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं जहाँ हामी चारैतर्फबाट विज्ञापनले घेरिएका छौं। टिभी, सामाजिक सञ्जाल, युट्युब, होर्डिङ बोर्ड, जहाँ हेरियो त्यही केही न केही बेच्ने प्रयास भइरहेको छ। र आधुनिक विज्ञापन केवल उत्पादनको बारेमा जानकारी दिनु मात्र होइन, यो हाम्रो मनोविज्ञानसँग खेल्ने एउटा जटिल खेल हो। विज्ञापनले कसरी काम गर्छ? यसले सबैभन्दा पहिले हाम्रो मनमा एउटा अभाव, इनेडिक्वेसीको भावना पैदा गर्छ। तपाईको छाला कालो छ, यो क्रिम लगाउनुहोस्, गोरो हुनुहुनेछ। तपाईको फोन पुरानो भयो, नयाँ मोडेल लिनुहोस्, तपाईँ स्मार्ट देखिनुहुनेछ। के तपाईँ अझै पुरानो गाडी चढ्नुहुन्छ? नयाँ गाडीले तपाईको जीवनमा सफलता ल्याउनेछ। विज्ञापनले हामीलाई भन्छ, तपाईँ जस्तो हुनुहुन्छ त्यसमा केही कमी छ र त्यो कमी हाम्रो उत्पादनले पूरा गर्न सक्छ। यसले हाम्रो असुरक्षामाथि प्रहार गर्छ र हामीलाई विश्वास दिलाउँछ कि कुनै बाहिर वस्तु किनेर हामी खुसी, सफल वा सुन्दर बन्न सक्छौं। सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरू यस खेलका नयाँ खेलाडी हुन्। उनीहरूले कुनै उत्पादनलाई यसरी प्रस्तुत गर्छन् मानौ त्यो उनीहरूको खुसी र सफल जीवनको रहस्य होस्। हामी उनीहरूको जीवनशैली देखेर प्रभावित हुन्छौं र हामीलाई पनि त्यस्तै बन्न मन लाग्छ। परिणाम, हामी आवेगमा आएर त्यस्ता चीजहरू किन्छौं जसको हामीलाई आवश्यकतै हुँदैन। यस भुलभुलैयाबाट बच्ने केही उपायहरू। खरिद गर्नु अघि 24 घण्टा पर्खनुहोस्। जब तपाईलाई कुनै कुरा किन्न तीव्र इच्छा जाग्छ, तुरुन्तै नकिन्नुहोस्। आफूलाई 24 घण्टाको समय दिनुहोस्। धेरैजसो अवस्थामा 24 घण्टापछि त्यो इच्छाको तीव्रता कम भइसकेको हुन्छ र तपाईँ अझ तार्किक निर्णय लिन सक्नुहुन्छ। विज्ञापनको पछाडिको मनोविज्ञान बुझ्नुहोस्। जब तपाईँ कुनै विज्ञापन हेर्नुहुन्छ, तब उत्पादनमा होइन, त्यो विज्ञापनले तपाईलाई कस्तो महसुस गराउन खोजिरहेको छ भन्नेमा ध्यान दिनुहोस्। के यसले तपाईलाई असुरक्षित महसुस गराइरहेको छ? के यसले तपाईलाई लोभ देखाइरहेको छ? जब तपाईँ यो खेल बुझ्नुहुन्छ, तब तपाईँ यसको प्रभावबाट बच्न सक्नुहुन्छ। आफ्नो आवश्यकता र इच्छा छुट्याउनुहोस्। खरिद गर्नु अघि आफैलाई सोध्नुहोस्, के यो मेरो आवश्यकता हो वा जस्ट इच्छा? आवश्यकता नीड त्यो हो जस बिना तपाईको जीवन चल्न गाह्रो हुन्छ। इच्छा वान्ट त्यो हो जुन भए पनि हुन्छ, नभए पनि हुन्छ। आफ्नो पैसालाई सधैँ आवश्यकतालाई प्राथमिकता दिनुहोस्। खुसी भित्रबाट खोज्नुहोस्। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जबसम्म तपाईँ यो बुझ्नुहुन्न कि साँचो खुसी कुनै बाहिरी वस्तु वा उत्पादनमा नभई तपाईको भित्रै छ, तबसम्म तपाईँ यो विज्ञापनको भुलभुलैयामा फसिरहनुहुन्छ। कुनै पनि क्रिम, गाडी वा फोनले तपाईलाई स्थायी खुसी दिन सक्दैनन्। स्थायी खुसी त तपाईको सम्बन्ध, तपाईको स्वास्थ्य, तपाईको काम र तपाईको भित्री शान्तिबाट मात्र आउँछ। जब तपाईँ यो बुझ्नुहुन्छ, तब तपाईँ बजारको हो हल्लाबाट प्रभावित हुनुहुन्न। तपाईँ आफ्नो निर्णय आफै लिनुहुन्छ र त्यहाँ मात्र खर्च गर्नुहुन्छ जहाँ त्यसले तपाईको जीवनमा साँचो मूल्य थप्छ। खर्चको कला, समृद्ध जीवनको दर्शन। पैसाको मनोविज्ञान र अदृश्य पाँचोहरूलाई बुझिसकेपछि अब हामी सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँछौँ। त्यसो भए पैसा कसरी खर्च गर्ने त? कुन कुरामा खर्च गर्दा हामीलाई क्षणिक उत्तेजना होइन, दिगो खुसी र सन्तुष्टि मिल्छ? यो भागमा हामी खर्च गर्ने कलाको व्यावहारिक दर्शनको बारेमा कुरा गर्नेछौँ। अध्याय 7, खुसीको लाभांश, द ह्याप्पिनेस डिभिडेन्ड। जब हामी शेयर बजारमा लगानी गर्छौँ, हामीलाई कम्पनीले हरेक वर्ष लाभांश दिन्छ। त्यो हाम्रो लगानीको प्रतिफल हो। ठिक त्यसै गरी हाम्रो खर्च पनि एक प्रकारको लगानी नै हो, हाम्रो खुसीमाथिको लगानी। र केही खर्चहरूले हामीलाई यस्तो लाभांश दिन्छ जुन जीवनभरि रहन्छ। यसलाई हामी खुसीको लाभांश भन्न सक्छौँ। मर्गन हाउसलका अनुसार भौतिक वस्तुहरूमा गरिएको खर्चले हामीलाई एकपटक मात्र खुसी दिन्छ, र त्यो पनि घट्दो दरमा। तर केही यस्ता क्षेत्रहरू छन् जसमा गरिएको खर्चले हामीलाई बारम्बार खुसीको लाभांश दिइरहन्छ।
यसलाई हामी खुसीको लाभांश भन्न सक्छौँ। 1. अनुभवमा लगानी, इन्भेस्टमेन्ट इन एक्सपिरियन्सेस। यो हामीले अघि पनि कुरा गर्यौं, तर यो यति महत्त्वपूर्ण छ कि यसलाई जति दोहोऱ्याए पनि कम हुँदैन। परिवारसँग गएको एउटा ट्रेकिङ, साथीहरूसँग गरेको क्याम्पिङ वा कुनै नयाँ ठाउँको यात्रा, यी अनुभवहरूले तपाईँलाई अविस्मरणीय यादहरू दिन्छन्। यी यादहरू समयसँगै पुराना हुँदैनन्, झन् सुन्दर हुँदै जान्छन्। जब तपाईँ वर्षौंपछि त्यो तस्विरहरू हेर्नुहुन्छ वा ती पलहरू सम्झनुहुन्छ, तपाईँले फेरि त्यही खुसी महसुस गर्नुहुन्छ। यही नै खुसीको लाभांश हो। एउटा महँगो फोनले तपाईँलाई यस्तो लाभांश दिन सक्दैन। 2. शिक्षा र सिपमा लगानी, इन्भेस्टमेन्ट इन एजुकेसन एन्ड स्किल्स। कुनै नयाँ भाषा सिक्नु, कुनै अनलाइन कोर्स लिनु, गिटार बजाउन सिक्नु वा आफ्नो रुचिको कुनै किताब किन्नु, यो तपाईँको सबैभन्दा राम्रो लगानी हो। किनकि ज्ञान र सिप यस्तो सम्पत्ति हो जो तपाईँबाट कसैले खोज्न सक्दैन। यसले तपाईँको आत्मविश्वास बढाउँछ, तपाईँको लागि नयाँ अवसरहरूको ढोका खोल्छ र तपाईँको सोच्ने तरिकालाई फराकिलो बनाउँछ। तपाईँले आज सिकेको सिपले तपाईँलाई जीवनभरि प्रतिफल दिइरहन्छ, आर्थिक रूपमा पनि र बौद्धिक रूपमा पनि। 3. सम्बन्धमा लगानी, इन्भेस्टमेन्ट इन रिलेसनशिप्स। आफ्ना प्रियजनहरूलाई समय दिनु, उनीहरूको लागि सानोतिनो उपहार किन्नु, उनीहरूसँग कतै घुम्न जानु वा उनीहरूको दुःखमा साथ दिनु, यो तपाईँको खुसीको लागि सबैभन्दा महत्त्वपूर्ण लगानी हो। हार्वर्ड युनिभर्सिटीको एक 80 वर्षीय अध्ययनले देखाएको छ कि सुखी र लामो जीवनको रहस्य पैसा वा सफलता होइन, बरु गहिरो र अर्थपूर्ण सम्बन्ध हो। तपाईँको जीवनमा जति बलियो सम्बन्धहरू हुन्छन्, तपाईँ त्यति नै खुसी र स्वस्थ रहनुहुन्छ। पैसालाई आफ्नो सम्बन्धलाई बलियो बनाउने माध्यमको रूपमा प्रयोग गर्नुहोस्, देखावटीको लागि होइन। 4. स्वास्थ्यमा लगानी, इन्भेस्टमेन्ट इन हेल्थ। हामी पैसा कमाउनको लागि आफ्नो स्वास्थ्यलाई दाउमा लगाउँछौँ र पछि त्यही स्वास्थ्य फिर्ता पाउन कमाएको सबै पैसा खर्च गर्छौँ। यो कति ठूलो मूर्खता हो। आफ्नो स्वास्थ्यमा गरिएको लगानीले सबैभन्दा ठूलो लाभांश दिन्छ। स्वस्थ र पोषणयुक्त खाना खानु, जिम वा योगा क्लासमा भर्ना हुनु, नियमित स्वास्थ्य जाँच गराउनु, यी खर्चहरू खर्च होइनन्, लगानी हुन्। जब तपाईँ शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुहुन्छ, तब मात्र तपाईँ जीवनको हरेक पलको आनन्द लिन सक्नुहुन्छ। तपाईँको सबैभन्दा ठूलो सम्पत्ति तपाईँको शरीर हो, यसको ख्याल राख्नुहोस्। त्यसैले अर्को पटक खर्च गर्दा आफैलाई सोध्नुहोस् कि यो खर्चले मलाई खुसीको लाभांश दिइरहेको छ, कि यसले मलाई वर्षौंसम्म याद रहने अनुभव, नयाँ ज्ञान, बलियो सम्बन्ध वा राम्रो स्वास्थ्य दिइरहेको छ। यदि जवाफ हो छ भने त्यो खर्च गर्न नहिचकिचाउनुहोस्। अध्याय 8, भविष्यको महको लागि खर्च, स्पेन्डिङ फर योर फ्युचर सेल्फ। जब हामी भविष्यको लागि बचत भन्छौँ, हाम्रो दिमागमा सिधै बुढेसकाल, पेन्सन वा घर किन्नको लागि पैसा जम्मा गर्ने कुरा आउँछ। तर भविष्यको तयारी गर्नु भनेको केवल पैसा जम्मा गर्नु मात्र होइन। यो भनेको आफ्नो भविष्यको मलाई एउटा यस्तो जीवन उपहार दिनु हो जुन ऊ जिउन चाहन्छ। सोच्नु त, आजभन्दा 20 वर्षपछिको तपाईँ कस्तो हुनुहोला? के तपाईँ स्वस्थ, खुसी र आर्थिक रूपमा स्वतन्त्र हुनुहुनेछ, वा रोगी, तनावग्रस्त र पैसाको लागि अरूमा निर्भर? तपाईँको भविष्यको म कस्तो हुनेछ त्यसको निर्णय तपाईँले आज गर्ने खर्चले निर्धारण गर्छ। भविष्यको मको लागि खर्च गर्ने 3 तरिकाहरू छन्। 1. परम्परागत बचत र लगानी। यो सबैभन्दा स्पष्ट तरिका हो। आफ्नो आम्दानीको एक हिस्सा नियमित रूपमा बचत गर्ने र त्यसलाई सही ठाउँमा लगानी गर्ने। यसले तपाईँको भविष्यको मलाई आर्थिक सुरक्षा र स्वतन्त्रता दिन्छ। सेवानिवृत्तिलाई उमेरको रूपमा नहेर्नुहोस्, एउटा आर्थिक अवस्थाको रूपमा हेर्नुहोस्। यो त्यो अवस्था हो जहाँ तपाईँलाई जीवनयापनको लागि सक्रिय रूपमा काम गर्नुपर्ने बाध्यता रहँदैन। जति चाँडो तपाईँले लगानी सुरु गर्नुहुन्छ, कम्पाउन्डिङको शक्तिले तपाईँको भविष्यको मलाई उति नै धेरै फाइदा पुर्याउँछ। 2. ऋणबाट मुक्ति। ऋण तपाईँको भविष्यको मको सबैभन्दा ठूलो शत्रु हो, विशेष गरी क्रेडिट कार्डको ऋण वा महँगो ब्याज दर भएको व्यक्तिगत ऋण। तपाईँले ऋणमा तिर्ने हरेक रुपैयाँ ब्याज तपाईँले आफ्नो भविष्यको आम्दानीबाट खोसिरहनु भएको छ। सकेसम्म ऋणमुक्त जीवन जिउने प्रयास गर्नुहोस्। यदि ऋण लिनै पर्ने बाध्यता छ भने त्यसलाई सकेसम्म छिटो तिर्ने योजना बनाउनुहोस्। ऋणबाट मुक्त हुनु भनेको आफ्नो भविष्यको आम्दानीलाई आफ्नो नियन्त्रणमा लिनु हो। यो तपाईँले आफ्नो भविष्यको मलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो। 3. आफ्नो हेरचाहमा खर्च। यो सबैभन्दा महत्त्वपूर्ण तर
सबैभन्दा बेवास्ता गरिएको पक्ष हो। तपाईँले आफ्नो भविष्यको मको लागि करोडौँ जम्मा गर्नुभयो, तर 20 वर्षपछि तपाईँको शरीर रोगी र कमजोर भयो भने त्यो पैसाको के अर्थ? शारीरिक स्वास्थ्य, नियमित व्यायाम, स्वस्थ खाना र पर्याप्त निद्रा। आज तपाईँले आफ्नो शरीरलाई जति माया गर्नुहुन्छ, तपाईँको भविष्यको मले तपाईँलाई उति नै धन्यवाद दिनेछ। मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन गर्न सिक्नुहोस्, ध्यान गर्नुहोस्, आफ्ना भावनाहरूलाई व्यक्त गर्नुहोस् र आवश्यक परे निपुणको मद्दत लिन नहिचकिचाउनुहोस्। एउटा शान्त र स्थिर मन तपाईँको भविष्यको सबैभन्दा ठूलो सम्पत्ति हो। सम्बन्धहरू, आफ्ना परिवार र साथीभाइहरूको सँगको सम्बन्धलाई समय र ऊर्जा दिनुहोस्। बुढेसकालमा तपाईँको साथमा पैसाभन्दा बढी यी सम्बन्धहरूले काम गर्नेछन्। अध्याय 9, पर्याप्तताको आनन्द, द जय अफ इनफ। हाम्रो आधुनिक संस्कृतिले हामीलाई सधैँ अझै धेरैको पछि लाग्न सिकाउँछ। अझै ठूलो पैसा, अझै ठूलो घर, अझै नयाँ गाडी। हामीले यो कहिल्यै सोच्दैनौँ कि त्यो धेरैको कुनै अन्तिम बिन्दु छ कि छैन। यसको विपरीत पर्याप्तताको दर्शनले भन्छ, साँचो सन्तुष्टि धेरै पाउनुमा होइन, आफूसँग जे छ त्यो पर्याप्त छ भनेर महसुस गर्नुमा छ। यो अभाव वा कन्जुस्याइको दर्शन होइन, यो आफ्नो आवश्यकता र इच्छाहरूलाई बुझेर एउटा सचेत र अर्थपूर्ण जीवन जिउने तरिका हो। जब तपाईँ आफ्नो पर्याप्तको बिन्दुमा पुग्नुहुन्छ, तब तपाईँ पैसाको खेलबाट बाहिर निस्कनुहुन्छ। तपाईँ अरूसँग आफूलाई तुलना गर्न छोड्नुहुन्छ। तपाईँ देखावटीको लागि खर्च गर्न छोड्नुहुन्छ। तपाईँ पैसा कमाउने दौडमा आफ्नो स्वास्थ्य र सम्बन्धलाई बलिदान दिन छोड्नुहुन्छ। त्यसपछि तपाईँ आफ्नो समय र इनर्जीलाई ती कुराहरूमा लगाउनुहुन्छ जसले तपाईँलाई साँचो अर्थमा खुसी दिन्छ। नेपाली कल्चरमा सन्तोषी भन्ने शब्द छ, जुन पर्याप्तताको दर्शनसँग मिल्दोजुल्दो छ। सन्तोषी हुनु भनेको प्रगति नगर्नु वा अल्छी हुनु होइन। यो भनेको आफूले गरेको मेहनतको फलमा सन्तुष्ट रहनु र अनावश्यक लोभबाट मुक्त हुनु हो। पर्याप्तताको आनन्द कसरी प्राप्त गर्ने? कृतज्ञताको अभ्यास गर्नुहोस्। हरेक दिन आफूसँग भएका 3वटा कुराहरू सम्झिनुहोस् जसको लागि तपाईँ आभारी हुनुहुन्छ। यो अभ्यासले तपाईँको ध्यान मसँग के छैनबाट मसँग के छ तर्फ लैजान्छ। आफ्नो प्रगतिको मापन आफैसँग गर्नुहोस्। तपाईँ हिजोभन्दा आज कति राम्रो हुनुभयो? के तपाईँ आर्थिक रूपमा अलि बढी सुरक्षित हुनुभयो? के तपाईँले कुनै नयाँ कुरा सिक्नुभयो? आफ्नो तुलना अरूसँग होइन, आफैसँग गर्नुहोस्। गोल पोस्ट सार्न बन्द गर्नुहोस्। हामी अक्सर एउटा लक्ष्य हासिल गरेपछि तुरुन्तै अर्को ठूलो लक्ष्य बनाइहाल्छौँ र त्यो सफलताको आनन्द लिनै बिर्सन्छौँ। आफ्नो सफलतालाई मनाउन सिक्नुहोस्। एकछिन रोकिनुहोस् र आफूले हासिल गरेको कुरामा गर्व गर्नुहोस्। जब तपाईँ पर्याप्त छ भन्ने महसुस गर्नुहुन्छ, तब तपाईँले आफ्नो पैसालाई डर वा लोभले होइन, बुद्धि र स्वतन्त्रताले चलाउन थाल्नुहुन्छ। तपाईँको जीवनबाट एउटा ठूलो बोझ हटेर जान्छ र तपाईँले हलुका र आनन्दित महसुस गर्नुहुन्छ। यही नै पर्याप्तताको आनन्द हो। अध्याय 10, परम विलासिता, नियन्त्रण, द अल्टिमेट लग्जरी, कन्ट्रोल। अन्तिममा हामी यो यात्राको निष्कर्षमा आइपुगेका छौँ। हामीले पैसाको मनोविज्ञान, यसका पासाहरू र खर्च गर्ने कलाबारे धेरै कुरा गर्यौं। यी सबै कुराको सार के हो? मोर्गन हाउजल भन्छन्, पैसाले किन्न सक्ने सबैभन्दा ठूलो र परम विलासिता भनेको आफ्नै जीवनमाथिको नियन्त्रण हो। यो महँगो घडी, विलासी गाडी वा 5 स्टार होटलको छुट्टी भन्दा पनि ठूलो कुरा हो। यो त्यो क्षमता हो जहाँ तपाईँ बिहान उठेर आफ्नो दिनको योजना आफै बनाउन सक्नुहुन्छ। यो त्यो स्वतन्त्रता हो जहाँ तपाईँलाई मन नपर्ने काम वा मन नपर्ने मानिसहरूसँग समय बिताउनु पर्ने बाध्यता हुँदैन। यो त्यो शक्ति हो जहाँ तपाईँ आफ्नो जीवनका महत्त्वपूर्ण निर्णयहरू अरूको दबावमा होइन, आफ्नो इच्छा अनुसार लिन सक्नुहुन्छ। यो त्यो शान्ति हो जहाँ तपाईँलाई अचानक आइपर्ने आर्थिक सङ्कटले हल्लाउन सक्दैन। यो नियन्त्रण पैसाको मात्राले मात्र आउँदैन। यो सही फाइनेन्सियल बानी,
अनुशासित जीवनशैली र स्पष्ट सोचाइबाट आउँछ। थोरै कमाउने मान्छे पनि यदि उसले आफ्नो पैसालाई सही तरिकाले व्यवस्थापन गरेको छ र ऋणमुक्त छ भने करोडौं कमाउने र ऋणमा डुबेको र तनावग्रस्त व्यक्तिभन्दा आफ्नो जीवनमाथि बढी नियन्त्रण राख्न सक्छ। तपाईले आफ्नो पैसासँग गर्ने हरेक निर्णयलाई यो प्रश्न सोध्नुहोस्, के यो निर्णयले मेरो जीवनमाथिको नियन्त्रण बढाउँदैछ वा घटाउँदैछ? देखावटीको लागि ऋण लिएर गाडी किन्नुले तपाईको नियन्त्रण घटाउँछ, किनभने तपाईँ ब्याङ्कको किस्ताको बन्धनमा पर्नुहुन्छ। आकस्मिक कोष बनाउनुले तपाईको नियन्त्रण बढाउँछ, किनभने जागिर जाँदा पनि तपाईले हतारमा कुनै निर्णय लिनु पर्दैन। नयाँ सिप सिक्नुले तपाईको नियन्त्रण बढाउँछ, किनभने यसले तपाईको लागि रोजगारीको नयाँ अवसरहरू खोल्छ। जब तपाईँ आफ्नो पैसालाई नियन्त्रण हासिल गर्ने साधनको रूपमा हेर्न थाल्नुहुन्छ, तब तपाईँ साँचो अर्थमा धनी बन्ने बाटोमा लाग्नुहुन्छ। यो त्यो सम्पन्नता हो जुन अरूलाई देखाउनको लागि होइन, यो त्यो सम्पन्नता हो जुन तपाईँ हरेक पल, हरेक सास र हरेक निर्णयमा महसुस गर्नुहुन्छ। साथीहरू, पैसा खर्च गर्ने कलाको यो यात्रा यही समाप्त हुन्छ। आज हामीले सिक्यौं कि पैसा केवल कागजको टुक्रा वा ब्याङ्कको अङ्क होइन, यो हाम्रो भावना, हाम्रो सपना, हाम्रो डर र हाम्रो स्वतन्त्रतासँग जोडिएको एउटा शक्तिशाली औजार हो। साँचो धनी हुनु भनेको धेरै कमाउनु मात्र होइन, यो भनेको आफ्नो कमाइलाई आफ्नो जीवनमा शान्ति, सन्तुष्टि र सबैभन्दा महत्त्वपूर्ण नियन्त्रण ल्याउनको लागि प्रयोग गर्नु हो। धेरैको भ्रमबाट बाहिर निस्केर आफ्नो पर्याप्तको बिन्दु खोज्नुहोस्। देखावटीको खेलबाट हटेर आफ्नो मूल्य मान्यता अनुसार जिउनुहोस्। भौतिक वस्तुभन्दा बढी अनुभव, शिक्षा, सम्बन्ध र स्वास्थ्यमा लगानी गर्नुहोस् र सधैँ याद राख्नुहोस्, पैसाले किन्न सक्ने सबैभन्दा ठूलो विलासिता भनेको आफ्नै शर्तमा जिउन पाउनु हो। यो ज्ञान केवल सुन्नको लागि होइन, आफ्नो जीवनमा लागू गर्नको लागि हो। आजैबाट एउटा सानो परिवर्तन ल्याउने संकल्प गर्नुहोस्। हुन सक्छ तपाईँ आफ्नो खर्चलाई ट्र्याक गर्न सुरु गर्नुहुन्छ, वा सायद तपाईँ आफ्नो परिवारसँग एउटा सानो यात्राको योजना बनाउनुहुन्छ। हरेक सानो कदमले ठूलो परिवर्तन ल्याउँछ। यदि यो भिडियोले तपाईको सोचाइमा थोरै मात्र पनि प्रभाव पारेको छ भने प्लिज यो भिडियोलाई लाइक गरेर हाम्रो हौसला बढाउनुहोस्। तपाईले यो भिडियोबाट सिक्नु भएको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो र तपाईँ आफ्नो पैसा खर्च गर्ने बानीमा के एउटा परिवर्तन ल्याउन चाहनुहुन्छ? आफ्नो विचार तल कमेन्ट सेक्सनमा लेख्न नभुल्नुहोला। म तपाईहरू सबैको कमेन्ट पढ्न उत्साहित छु। र यदि तपाईँ यस्तै जीवन र सोचाइ बदल्ने गहिरा विषयमा भिडियो हेरिरहन चाहनुहुन्छ भने नभुल्नुहोला र त्यो छेउमा रहेको घण्टीलाई पनि दबाउनुहोस्, ताकि तपाईले भविष्यमा आउने कुनै पनि भिडियो नछुटाउनुहोस्। अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्म कमाउनुहोस्, बचाउनुहोस्, तर सबैभन्दा महत्त्वपूर्ण आफ्नो जीवनलाई कलात्मक रूपमा जिउनुहोस्। धन्यवाद।